यस पुलिस स्टेसन जाँदैछु होइन। मैले चाहिँ पुलिस स्टेसन किन जाँदैछु भनेर भन्नुपर्दा चाहिँ के फाइदा कि हामी नेपाली भएर जन्मिनु नै टोइलेट चाहिँ त कस्तो श्रापै हो जस्तो लाग्छ यार। म पुलिस स्टेसन पनि आइसकेको छु। टोइलेट आएको छैन कस्तो अर्कै अस्पल्ट फिल लागिरहेछ नि। हेलो वान नमस्ते वान वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज पनि फेरि एउटा नयाँ भरमा स्वागत छ तपाईँहरूलाई। आज चाहिँ म अहिले चाहिँ आल्बर्टाउनमा छु भनौँ न। अब तपाईँहरूलाई थाहा नै छ होला मेरो ग्यारेजबाट चाहिँ चोरी भएको थियो। सो लाइसेन्स पनि गायब। थाहा भएन कहाँ हरा के भयो होइन, तर थाहा छैन लाइसेन्स छैन। अब अस्तिसम्म थियो पर्समा राखिरहेको हुन्थ्यो, लाइसेन्स गायब। अब अस्ट्रेलियामा लाइसेन्स भएन भने चाहिँ नेप्लिज लाइसेन्स इन्टरनेसनल लाइसेन्स भएन भने चाहिँ बिजोड रमाइलो हुने रहेछ, बिजोड। अब गाडी चलाइरहेछ लाइसेन्स छैन, के हो फस्सेन त। त्यो भएर चाहिँ म यो अलमोस्ट 3-4 दिनदेखि चाहिँ लाइसेन्सको लागि चाहिँ यता र उता दौडेछु। त्यही भएर चाहिँ म अहिले पुलिस स्टेसन जाँदैछु। सो अब लाइसेन्स हराएपछि के गर्ने भन्दा मैले जताततै खोजेँ। नेपालबाट गर्न मिल्छ कि नयाँ लाइसेन्स गरेर लिनु मिल्छ भने के फाइदा कि हामी नेपाली भएर जन्मिनु नै टोइलेट चाहिँ त कस्तो श्रापै हो जस्तो लाग्छ यार। म यहाँ विदेशमा बस्यो भनेर त्यो भन्न खोजेँ होइन, तर लिटरल्ली क्या एउटा लाइसेन्स भनेको त लास्टै बेसिक कुराहरू हो नि त भने होइन र भने त्यस्तो पनि मिल्दैन क्या, पाउँदैन यार। नेपालबाट गर्छु भने छैन अरे, ल प्रिन्टर बिग्रिरहेको छ अरे नेपालमा, त्यसमाथि अझ विदेशमा छ भने त नेपालमै गएर त्यो मान्छेले निवेदन दिएर लिनुपर्ने अरे क्या लाइसेन्स। अब भयो त अब कहाँबाट जाने नेपाल, आएको 3 वर्ष भयो त जान पाएन, अब लाइसेन्सको लागि दौडिने कुरा भएन। त्यो भएर चाहिँ अरू बेस्ट अप्सन के हुन्छ भन्दा म यहाँको क्विन्सल्यान्ड ट्रान्सपोर्टमा गएको थिएँ, साउथपोर्ट। त्यहाँ चाहिँ के भन्यो भने यदि यो लाइसेन्सको चाहिँ भेरिफिकेसन नेपाल एम्बेसीबाट गरेर स्ट्याम्प लगाएर पठायो भने चाहिँ ट्रायल चाहिँ दिन पाउँछ भन्ने। अब म मूर्ख फेरि हामी नेपालीहरू हुँदासम्म केही मतलब नभएपछि अनि रन्थ लिने बानी पनि डुबा हो क्या होइन। त्यो भएर चाहिँ के चाहिँ गरेन मैले। ओ माई गुडनेस, नेपाल एमएससीमा डकुमेन्ट त्यो भेरिफाईको लागि गरेर हिजो अस्ट्रेलियन पोस्टमा धाएर भिडियो पनि छ, म त्यो हालिदिन्छु। त्यो चाहिँ र फुटेजहरू हो। अस्ट्रेलियन पोस्टमा गएर डकुमेन्ट सबै पठाएर अब आज पुग्यो होला, त्यो आउनु पनि 10-12 दिन लाग्छ। ट्रायल पनि बुक गरिसकेको छु। अब मेन भनेर चाहिँ पुलिस स्टेसन गएर किन जानु छ भने चाहिँ लाइसेन्स हरायो गाडी त। लाइसेन्स हराएपछि त यहाँ त फिजिकल लाइसेन्स चाहिन्छ होइन, फिजिकल लाइसेन्स छैन मसँग, फोटो मात्र छ। त्यो भएर चाहिँ पुलिस स्टेसनमा गएर मेरो लाइसेन्स हरायो, मसँग यो डकुमेन्टहरू मसँग फोटोहरू छ, पुसहरू छ। अब गाडी चाहिँ के गर्नु, चलाउनु मिल्छ कि मिल्दैन त्यो टाइमको लागि भनेर अब यसो रिक्वेस्ट गर्नु पऱ्यो। दियो भने दियो, नत्र गाडी थन्क्यो। यहीँको पुलिस स्टेसन जाउँ कि टाढो जाउँ भयो क्या, त्यही भएर हेरौँ के हुन्छ अब। सो भर्खर अफिस वर्कमा चाहिँ आएर यो पेपरहरू डकुमेन्टहरू चाहिँ प्रिन्ट गराएर आइसकेको छु। अब चाहिँ अस्ट्रेलियन पोस्ट गएर क्यानबेरा डकुमेन्ट पठाउँछु मैले। यो भेरिफिकेसन फर्म यो अब अस्ट्रेलियन पोस्ट जानुपर्छ है त। भर्खर अस्ट्रेलियन पोस्टबाट गएर पनि सबै डकुमेन्टहरू क्यानबेरा एम्बेसी नेपालको एम्बेसीमा डकुमेन्ट पठाएर रिसिभ हालिसक्यो। यसमा पनि 110 जति गयो डलर। मेन भनेको मैले चाहिँ फास्ट अब लाइसेन्स छैन, केही छैन, गाडी चलाउनु पाउँदैन होइन। त्यो भएर चाहिँ मैले सबै भेरिफिकेसनको लागि पठाएको छु। पासपोर्टको, सिटिजन नागरिकताको, त्यसपछि ड्राइभर लाइसेन्सको अनि फर्मको सबै भरेर सबै गरेर पठाइसकेको छु। अब त्यो चाहिँ 1-2 दिनमा उहाँ क्यानबेरा पुग्छ। अब नर्मली वेबसाइटमा हेरेर त्यहाँ चाहिँ 10 दिनसम्म चाहिँ मलाई आइपुग्छ भनेको छ होइन। अब हेरौँ त्यसपछि अब भोलि पुलिसमा पनि गएर यसो रिपोर्ट गर्छु। लाइसेन्स छैन मेन भनेर गाडी चलाउनु पाएन भने त ल्याङ्नुहुन्छ। त्यो भएर भोलि चाहिँ हुन्छ है अब घरतिर। के गर्ने कस्तो दिमाग ह्याङ भएको छ भने अब गाडी पनि चलाउनु पाउँदैन, अब पुलिस स्टेसन जानु परिरहेको छ कस्तो भने। नेपालकै उसमा छिरिरहेको छैन होला हामी त्यसरी आएर यहाँ फुटकटको यो बिना अर्थको झन्झट हो क्या। अब दिएन भने फेरि अर्को आपत्ति फेरि
पुलिस बिट त छ यहाँ जाने कि साउथ पोर्टको जाने भन्ने रोड हेरौँ के छ पहिला हेर्छु सो यहाँको पुलिस बिट गाडी यहाँको चाहिँ यो हार्बर टाउन स्पेसिफिक एरियामा के हरासरा यताउता भयो भने को लागि मात्र रहेछ प्लस उनीहरूले चाहिँ मेन पुलिस स्टेसनमै गएर यसो रिपोर्ट गर्ने टाइपको कुरा आयो त्यो भएर म अब उता जाँदैछु अब यहाँबाट 10 मिनट हाम्रो घर साइडतिर हो त्यही भएर पुलिस स्टेसन लागौँ सो फाइनली म पुलिस स्टेसन पनि आइसकेको छु कहिले गएको छैन कस्तो अर्कै असफल्ट फिल लागिरहेछ नि त्यही मेरो पारी चाहिँ पुलिस स्टेसन छ राइट चाँपी पुलिस र गाडी छ हेर पहिला गएर पुग्छु अनि त्यही चल्नु पऱ्यो अब त्यही हो हराएको सिट मात्र दियो चलाउनु हो भने केही टाइमलाई आनन्द हुन्थ्यो ट्रायल चाहिँ मेरो 1 महिनापछि छ 1 महिनासम्मको लागि दियो भने त टेन्सन हुन्थेन यही पारी चाहिँ पुलिस स्टेसन हो पारी हेरौँ पहिला चाहिँ भित्र जान्छु नर्भस यहाँ फिल भइरहेछ अब भित्र चाहिँ खिच्न पाइँदैन होला पक्कै पनि त्यो भएर हेरौँ पहिला सिचुएसन हेर्छ के छ यहाँ यसो हेल्प डेस्कतिर गएर कुरा गर्नु पऱ्यो नि पुलिस स्टेसन यो अगाडिको भयो A few minutes later. जिन्दगीमा पुलिस स्टेसन पनि आइयो थ्याङ्क गड धन्नैले यदि तसँग प्रिन्ट आउट छ ऊहरू छ भने टेन्सन नलि तँलाई पुल ओभर डऱ्यो भने पनि त्यो प्रिन्ट आउटहरू दिएन त्यस्तो प्रब्लम हुँदैन भन्यो यति भनेपछि त आनन्द गाडी चलाउन पाइयो लास्टै टेन्सन लाथेँ अब बिहान दिइरहेछौँ टाइम आउनुपर्छ गाडीमै यो 2-3वटा टाइम यसरी यताउता दौडिनुपर्छ गाडी भन्यो भने त बिजोग हुन्थ्यो यति भन्यो चिल्याक्स अर्को महिना टेस्ट छ मजाले स्टोर पास चाहिँ हुनुपर्छ अरू भने त्यस्तै हो क्या चिल्के पुलिस लास्टै डर लागिरहेको थियो मलाई भित्र जाँदा त पुलिस स्टेसनभित्र जाँदा तर पुलिसहरू चाहिँ कडा चिल्के पासपोर्ट चेक गरेर मेरो डिटेलहरू हेऱ्यो ठिक छ भने टेन्सन नलि चिलपारामा जा भन्यो अब त उडाइन्छ गाडी उडाउने नै हो है अब चाहिँ ल अब मैले ग्रोसरी सोसर पनि डरेँ सबै डरेँ अब घरतिर लागौँ है त सो आइयो फटाउँछ ट्याफले कस्तो टेन्सन रिलिफ यस्तो टेन्सन लागिरहेको थियो यति भनेपछि त केही अरे पुल ओभर हान्यो पुलिसले छोप्यो भने पनि त भन्न त पाइयो नि त अब त प्रुफ पनि छ पुलिस स्टेसन गएको प्रुफ पनि छ सबै छ बालै फरेर गाडी चलाउन पाउँदैन भनेर टेन्सन लागिरहेको थियो आया ठिक छ अब त गाडी उडाइन्छ पुलिससितै रेस हानिन्छ अब त डर छैन हिजो अस्ति चाहिँ डरे पनि चलाइरहेको थिएँ ठिक छ घर पुग्यो देखि नै हाल्नु हो के डरेँ कसरी पुलिस स्टेसन गएर मेरो ऊ हराएर सबै डिटेलहरू दिएँ तर लास्टै लाइन यहाँ भएन यार नेपाल सरकार यार त्यति त गरे यार रेमिटेन्स पठाइरहेछ रेमिटेन्स खाइरहेछ सरकारले त्यति त सुविधा दिनु पऱ्यो नि यार बाहिर भएको मान्छेहरूले बिचरा यार अरू भने त्यस्तै हो यो भिडियो के कस्तो लाग्यो कमेन्ट गरेर नबिर्सनु होला अरू भनेर मेन भनेर लाइकहरू चाहिँ प्लिज लाइक सेयर चाहिँ जति सक्दो गरिदिनु होला मेरो इन्स्टा पेज पनि छ टिकटक अकाउन्ट पनि छ सबै काफले भ्लग छ त्यसमा रिसेन्ट अपडेटहरू हेर्न छ भने इन्स्टा पेज चेक गरिराख्नुहोस् है सबै रिसेन्ट अपडेटहरू आउँछ अरू भने त्यस्तै हो आजलाई यति नै टिल देन सी यू एन्ड गुड बाई